स्वागत छ। आज हामी क्रिएटिभ एकाडेमीका शिक्षक साथीहरूलाई लक्षित गरेर बनाइएको एउटा सामग्रीमा अलिक गहिरिएर हेर्दैछौँ। यो इन्टरनेटमा आधारित परियोजना सिकाइ मतलब इन्टरनेट बेस्ड प्रोजेक्ट लर्निङको एउटा टेम्प्लेट जस्तो देखिन्छ है। हो, यो टेम्प्लेट खासमा क्रिएटिभ एकाडेमीकै शिक्षकहरूका लागि तयार पारिएको रहेछ। यसले इन्टरनेट स्रोतहरू प्रयोग गरेर विद्यालयभित्रै याद गर्नुहोस् है, विद्यालयभित्रै परियोजना कसरी चलाउने भनेर एउटा स्पष्ट खाका दिन्छ। हो, यहाँ प्रश्न भनेको छ यो गृह कार्य होइन भनेर। त्यही त। टेम्प्लेटको सुरुमा त सामान्य जानकारी नै छ। शीर्षक, कक्षा, विषय, शिक्षकको नाम अनि परियोजना कहिलेसम्म चल्छ भन्ने कुरा। यो त भइहाल्यो। त्यो त आधारभूत भयो। तर त्यसपछिका खण्डहरू चाहिँ निकै महत्त्वपूर्ण छन्। जस्तो परियोजनाको सिकाइ उपलब्धि म्हणजे लर्निङ आउटकम्स हो, अनि अनुसन्धान प्रश्नहरू पनि। एकदम, यी दुईटाले नै त हो नि परियोजनाको खास मकसद के हो, विद्यार्थीले सिक्ने के हो भनेर स्पष्ट पार्ने। यसले गर्दा सबैजना एउटै दिशामा हुन्छन् होला हैन त? हो नि, नत्र त कता कता छरिन्छ नि। अनि अर्को खण्ड छ परियोजनाको विवरण र निर्देशनहरू। यहाँ चाहिँ परियोजना कस्तो हो, यसको वास्तविक संसारसँग केही सम्बन्ध छ कि, अनि अन्तिममा विद्यार्थीले के बनाएर देखाउनु पर्ने हो भन्ने कुरा रहेछ। यो वास्तविक संसारसँगको सम्बन्ध देखाउने कुरा चाहिँ मतलब कस्तो भने निकै महत्त्वपूर्ण छ। कसरी? किनभने जब विद्यार्थीले आफूले गरिरहेको काम किन महत्त्वपूर्ण छ भनेर बुझ्छन् नि, उनीहरूको रुचि पनि बढ्छ, सहभागिता पनि। मतलब काम लाग्ने कुरा सिक्दैछु भन्ने फिल हुन्छ। हो, ठ्याक्कै। सिकाइ खाली किताबी मात्र भएन नि त। तर सबै परियोजनामा त्यस्तो सम्बन्ध खोज्न सधैँ सजिलो हुन्छ र? खै, त्यो त शिक्षकको सृजनाशीलतामा पनि भर पर्छ, तर प्रयास गर्नुपर्छ। ल, अब निर्देशन पनि भयो। अब विद्यार्थीले जानकारी कहाँबाट लिने त? त्यसको लागि डिजिटल सामग्री र स्रोतहरू भन्ने सेक्सन छ। यहाँ त कम्तीमा 5वटा क्युरेट गरिएका मतलब छानेका स्रोतहरू दिनुपर्ने भनिएको रहेछ। इन्टरनेटमा त कति जानकारी हुन्छ हैन? कुन सही कुन गलत छुट्याउनै गाह्रो। हो त नि, यसरी त उनीहरू सही दिशामै जान्छन्। तर यसको अर्को पाटो पनि छ है। कस्तो पाटो? कतै यसले विद्यार्थी आफैले खोज्ने, स्रोतहरू ठिक छ कि छैन भनेर जाँच्ने सिप विकास गर्न चाहिँ बाधा पो पुर्याउँछ कि? त्यो पनि हो। सन्तुलन मिलाउनु पर्यो। हो। अनि यही खण्डमा चोइस बोर्डको लिङ्क राख्ने ठाउँ पनि छ। यसले केही विकल्प दिन्छ होला है? हो, चोइस बोर्डले विद्यार्थीलाई अलिकति स्वतन्त्रता दिन्छ। मतलब कसरी सिक्ने वा आफ्नो काम कसरी प्रस्तुत गर्ने भन्नेमा केही रोजाइ दिन्छ। सबैले एउटै तरिकाले गर्नुपर्छ भन्ने भएन? यसले सिकाइलाई अलि व्यक्तिगत बनाउन मद्दत गर्छ। अनि गुगल ड्रइङ्स प्रयोग गर्न सुझाव दिएको छ, सायद प्राविधिक रूपमा सजिलो होस् भनेर होला। ल, अब मूल्याङ्कनतिर जाउँ। एसेसमेन्ट रुब्रिक्सको लिङ्क छ। अनि यहाँ के भनेको छ भने यो रुब्रिक चाहिँ सबै परियोजनामा एउटै हुन्छ रे। हो, यो त क्रिएटिभ एकाडेमीका शिक्षकहरूलाई पक्कै सजिलो भयो होला। समय त बच्यो नि। समय बचत त भयो नै। अनि अर्को कुरा, मूल्याङ्कनमा एकरूपता पनि आउँछ, सबैलाई एउटै मापदण्डले जाँच्ने। त्यो त राम्रो भयो। तर एउटा प्रश्न यहाँ पनि उठ्छ। के प्रश्न? के एउटै खालको रुब्रिकले सबै किसिमका परियोजनाको त्यो फरक सृजनाशीलतालाई ठिकसँग मापन गर्न सक्छ त? कतै एकदमै यान्त्रिक पो हुने हो कि मूल्याङ्कन? हो, त्यो सोच्नुपर्ने कुरा हो। रुब्रिक बाहेक साथीहरूको प्रतिबिम्बात्मक प्रतिबिम्ब र ग्रन्थसूची कार्य उद्धरण अभ्यास पनि रहेछ। यी दुईका खण्ड पनि उत्तिकै महत्त्वपूर्ण छन्। खाली काम सकेर बुझाउने मात्र भएन। प्रतिबिम्बले आफूले के सिके, कसरी सिके भनेर सोच्न लगाउँछ। अनि साथीको काममा प्रतिक्रिया दिँदा सञ्चार सिप बढ्छ। अनि त्यो ग्रन्थसूची मतलब बिब्लियोग्राफीको अभ्यास? त्यसले त शैक्षिक इमान्दारिता सिकाउँछ। कसको विचार वा जानकारी प्रयोग गरेको हो त्यो खुलाउनु पर्छ भनेर। यो त झनै आवश्यक छ आजकाल। हो त नि, डिजिटल दुनियाँमा। अनि टेम्प्लेटको अन्त्यमा एउटा अलि फरक खण्ड छ, प्रशासनिक प्रयोजनका लागि मात्र। हो, यो चाहिँ क्रिएटिभ एकाडेमीको आन्तरिक प्रक्रिया जस्तो छ। परियोजना लागू गर्नुभन्दा पहिले स्वीकृति लिनुपर्ने देखिन्छ। कोबाट? यहाँ त साथी, शिक्षक, त्यसपछि विषय प्रमुख, अनि डिजिटल टोलीको सदस्य र अन्त्यमा विङ इन्चार्ज भनेर लेखिएको छ। ओहो, यति धेरै तह?
प्रत्येक तहमा टिप्पणी र मिति लेख्ने ठाउँ पनि छ। यसले सायद परियोजनाको गुणस्तर जाँच होस्, आवश्यक सहयोग पनि मिलोस् भन्ने होला। जस्तै कम्प्युटर चाहियो भने वा अरू केही। हो, तर फेरि यहाँ पनि त्यही कुरा आउँछ। के कुरा? यति धेरै तहको समीक्षाले कतै प्रक्रियालाई झन्झटिलो बनाएर शिक्षकको त्यो सृजनाशीलतालाई अलि खुम्च्याउँछ कि? त्यो पनि हुन सक्छ है। धेरै प्रक्रिया भयो भने अल्छी पनि लाग्छ होला। ल समग्रमा हेर्दा त क्रिएटिभ एकाडेमीका शिक्षकहरूलाई यो टेम्प्लेटले विद्यालयभित्रै इन्टरनेट प्रयोग गरेर परियोजना गर्ने एउटा व्यवस्थित र प्रभावकारी ढाँचा दिएको देखिन्छ। योजनादेखि स्रोत, मूल्याङ्कन अनि प्रशासनिक कुरासम्म समेटेको रहेछ। हो, एकदमै। यसले एउटा बलियो जग त दिएको छ, तर यसको सफलता त कसरी प्रयोग गरिन्छ भन्नेमा भर पर्छ नि, होइन र? पक्कै पनि। र अन्त्यमा एउटा प्रश्न मनमा आयो। के होला? यो जुन बहुस्तरीय समीक्षाको प्रक्रिया छ नि, के यसले साँच्चीकै शिक्षकहरूबीच सहकार्य बढाएर परियोजनालाई अझै राम्रो बनाउन मद्दत गर्छ? वा यो केवल एउटा भनौँ न प्रशासनिक औपचारिकता मात्रै बन्छ? के यसले नयाँ नयाँ आइडिया ल्याउन हौसला दिन्छ वा प्रक्रियागत झन्झटले अल्झाउँछ? यो चाहिँ क्रिएटिभ एकाडेमीले सोच्नुपर्ने विषय होला।